हेलो गाइस, हिजोको चाहिँ यी साइकल यस्तो छ मेरो पुरा भिआर साइकल होइन। अहिले टक्क चाहिँ कम्पनीबाट निक्लिँदैछु मैले। हिउँ पर्ने यस्तो छ अब रिसेन्ट गयो यति। अब ट्याक्क सनराइज पनि आजभोलि दिन चाहिँ छोटिएछ, दिन चाहिँ लम्बिएछ, रात चाहिँ छोटिएछन् है। पुरा चिसो मौसम छ, यस्तो चिसो छ कि पुरै छाड्नुहोस्। -9 10 कति छ। च्याटै यस्तो बाटोमा चाहिँ मजाले चाहिँ नि यसरी हिँडो। साइकल डोर्याउँदै हिँडेको छु किनकि चिप्लो छ, लडिन्छ यहाँ होइन। अब हाम्रो चाहिँ धादिङे सुब्बा अनि पछापट्टि चाहिँ धादिङे सुब्बा अनि ऊ सुब्बा ऊ फोहोर नगरले म यहाँ लाइभ गएर टिकटक गरेको बाबुला। च्याट चाहिँ यहाँ मजाले बाटो यस्तो बाटो छ। सर र काम गऱ्यो हिँड्यो, बिहानै बेलुकी काम वाक्क लाउँछ मलाई बेला त यो देख्दाखेरि। तर के हार्ने दाइ, तर के हार्नु, बाध्यता अब गर्नै पर्यो। गरिबको छोराछोरीको हाँसी केही न केही गर्नै पर्दो रहेछ। ज्यान जोखिममा राखेर यस्तो चिसा जिन्दगी यस्तो चिसो ठाउँमा बसिएको थिएन, अहिले यस्तोमा परियो। ठिकै छ, केही छैन। अरू त के हुन छ र। म यहाँ चाहिँ भिडियो बनाइछु क्या। च्याट्ट चाहिँ हो हाम्रो यो मनोजी ढाका चाहिँ कोरिया अब दुःख गरेका 19 वर्ष भयो। 19 वर्ष भयो। अहिलेसम्म यो बिहान साँझ यही साइकल लिने दौडिने, यही बाटो दौडिने आउने। कहिले पानी पर्छ, कहिले घाम लाउँछ, कहिले हिउँ पर्छ। यी यस्तै छ जिन्दगी। अब यो चाहिँ हाल्ने नि। अब मनोजी कति वर्ष भयो तपाईँ आएको? 19 वर्ष त भयो। 19 वर्ष त भयो क्या। अनि 19-20 वर्षको हुन ला। जता पनि कम्पनी, यता नि कम्पनी। मान्छे भनेको चाहिँ ट्याक्कै एउटा फुटो देखिन्न यहाँ। मान्छे केही थिएन नि, सबै चाहिँ घरहरू पछि बनेका नि घर यी। तर चाहिँ विकास चाहिँ नि यहाँ चाहिँ एकै महिनामा चाहिँ यत्रो घर खाइन्छ ल डाममै। 2-3 यहाँ थुप्रो कम्पनीहरू थिए, सबै अब खाली थियो। अलि अस्ति भनेको नि त, अस्ति भएर हामी आएपछि त भनेको नि। अब पहिला त यहाँ त उजाड थियो होला क्या, केही थिएन होला, खालि यहाँ हिउँ साँझ। तर बाटो चाहिँ गजब छ नि मलाई चाहिँ हेर्नु कस्तो छ बाटो चाहिँ होइन। तर पनि यस्तो त नेपालको त पुरा भिआइपी जस्तै छ त्यो बाटो त। अनि यत्रो बाटो पुर्दा पनि केही भएन। यहाँको बाटो पुरा ढलान